हेलो हाई मर्निङ सबैजनालाई। आज चाहिँ मेरो बुढाको बर्थडे जन्मदिन 12 महिना 16 गते चैतको 16 गते हामी चाहिँ अब बिहानै उठेर बागेश्वरी मन्दिर जाने भनेर चाहिँ जाँदै थियौँ। अनि सबले कोलपुर नेपालगञ्जको भिडियो भाइरल बनाउनु भयो। कोलपुर पनि दामी छ है, यस्तो राम्रो राम्रो भएको छ कोलपुर पनि। जेस कोलपुर नेपालगञ्ज चाहिँ पछिल्लो समय अलि सरसफाइ पनि छ, अलि बिरुवाहरू पनि देखिरहेछन्, राम्रै छ भनौँ। हाम्रो कोलपुर पनि कम छैन है। अनि यिनी फुललाई चाहिँ किन इग्नोर गरेको कि सबैजनाले, यिनी पनि फुलिरहेछन् दामी दामी दामी। अनि जन्मदिनमा चाहिँ के गर्ने भन्दाखेरि फर्स्टमा सोच आउने भनेको मन्दिरतिर जाने, यस्तो यस्तो हुन्छ कि मलाई फेरि अरू भन्दा पनि। अनि त्यही भएर अब उहाँलाई त खासै इन्ट्रेस्ट हुन्न जन्मदिन यस्तो यस्तो कुरामा, तर मैले जाम्न त अरू बेला फेरि हत्तपत्त यस्तो जान पनि पाइन्न नि त, अब दुवैजना बिजी। त्यही भएर ठ्याक्क शनिबार पनि परेको थियो अनि जाम भनेर गएको। आज चाहिँ ट्राफिक लाइट थिएन। जेस नेपालगञ्जमा चाहिँ धेरै लामो पर्खाएपछि ट्राफिक लाइटले पनि आजले काम गर्न थालेको छ। मलाई चाहिँ ग्यास्ट्रिक बढेर लास्ट भएको छ। बागेश्वरी मन्दिर जाने गेट यो लाइन चाहिँ बिहान भएर यति खुल्ला भएको होइन, नत्र भने दिउँसो त अति भिड। बाटोमा पनि बाइकहरू राख्ने, सब ती पसलहरू पनि बाहिरसम्म सामान राख्ने, लास्टकै हिँड्नै गाह्रो हुन्छ। फेरि पछिल्लो समय व्यापार पनि छैन कोलपुर नेपालगञ्ज, त्यही भएर पनि अलि भिड कम छ। भिड बढी भएकै राम्रो खासमा त। अनि नेपालगञ्ज बजार चाहिँ महँगो पनि छ के, गाह्रो नमान्नु होला। नेपालगञ्जको साउजीहरू चाहिँ अलिक घमण्डी पनि के। हामी जस्तो अलि सस्तो कपडा जुत्ता चप्पल लाएर जाने मान्छेलाई त आफ्नो पसलभित्र छिर्न दिनु पनि अलि अन्कनाउनुहुन्छ कि नेपालगञ्जको व्यापारी। मैले 2-3 चोटि भोगिसकेको छु कि। अनलाइनबाट अर्डर गरेको सामान रिसिभ गर्न जाँदाखेरि तपाईँले अर्डर गरेको हो र भने जस्तो पनि कुरा पनि गर्नुहुन्छ कि। डाइरेक्ट कस्तो के जज गर्नुहुन्छ कि, बाहिरको मान्छेको कपडा देखेर जज गर्नुहुन्छ कि मान्छेलाई। सबैको आफ्नो इच्छा हुन्छ नि त। कोही चिटिक्क पर्ने ट्याकटुक्क पर्ने हुन्छ, घरमा के हुन्न। कोही चाहिँ अब सबै सम्पन्न हुन्छ, ट्याकटुक पर्नेमा इन्ट्रेस्ट हुन्न नि त। त्यो कुरा बुझ्नु होला कि व्यापारी दाजुभाइ दिदीबहिनीहरू। फाइनली हामी बागेश्वरी मन्दिर पनि पुगिसक्यौँ। त्यहाँनिर रोक्नु भन्दै हुन्थ्यो फुलहरू बेच्नेहरूले। मैले चाहिँ यहाँ रोक्ने हुन्न, पार्किङमै लगेर राख्ने, त्यहाँ रोक्यो भने बजारमा भिडभाड हुन्छ भनेर फेरि अनि अगाडि गयौँ क्या। हामी चाहिँ त्यहाँनिरको गेटबाट नि जान मिल्थ्यो जान त। यहाँनिर चाहिँ ग्यारेन्टीको गहनाको पसलहरू छ कि टन्नै। सरदार ज्वेलर्स हाम्रो चाहिँ योभन्दा पनि अलि अगाडि शान्ति ज्वेलर्स छ। त्यहाँ चाहिँ हाम्रो के भन्छन् पुस्तैनी व्यापार त्यहीँबाट हुन्छ भने नि घर गहनाको। मेरो हजुरआमा मम्मी अहिले मैले पनि केही जे सुन किन्नु पऱ्यो भने चाहिँ त्यहीँ किन्छु कि। त्यहाँ किन्नको रिजन पनि छ कि 8-10 वर्ष अगाडि किनेको गहना पनि 8-10 वर्षपछि बेच्दाखेरि पनि एउटा पनि नघटेर एक्ज्याक्ट भएको थियो कि मेरो मम्मीको बेच्दाखेरि। त्यस्तो हामीलाई चाहिँ विश्वास छ कि शान्ति ज्वेलर्सप्रति। यहाँ चाहिँ अब बागेश्वरी मन्दिर स्टार्ट भइसक्यो। सुरुमै सरस्वतीको मूर्ति छ। अनि त्यो भित्रको त्यो जुङ्गा भएको शिवको मन्दिर चाहिँ कहिले तयार हुन्छ कि कहिले, त्यसको चाहिँ एकदम वेटिङमा छौँ है हामी सबैजना। शिवरात्रिमा त बन्छ होला भन्ने आश लागिरहेको छ मलाई, तर बनेन कि। अनि यो दिदीको बाबुको नि बर्थडे रहेछ कि त्यो दिन चाहिँ। अनि मन्दिर अगाडिका यस्तो सरसामानहरू किन्ने ठाउँहरू पनि जेस राम्रो छ। यो बिरुवाहरूले चाहिँ अति राम्रो गरेछ कि मेरो लागि चाहिँ। म अलि घाम धेरै हत्तपत्त सहन सक्दिनँ। अनि म बागेश्वरी आएँ भने प्रायः त म सबै सामानहरू किनेर ल्याउँछु, तर नरिवलहरू जेस केही किन्न पऱ्यो भने चाहिँ यो आमाकोबाटै किन्छु कि जहिले पनि।
अरू चाहिँ सबै घरबाटै ल्याएको थिएँ कि। अनि भित्र सबै पूजाआजा गरिसकेँ। मैले चाहिँ भित्र पूजाआजा गरेको भिडियोहरू बनाएन के। मलाई फेरि पूजा गरेको त्यस्तो भिडियो कसै बनाउनु मन लाग्दैन। यो चाहिँ टिकटकको लागि 50 रुपियाँ तिरेर एउटा भिडियो बनाइहालौँ भनेर बनाएको। खै भ्युज त 100 भन्दा माथि आउँदैन। अनि हामीले चाहिँ अब यहाँ यस्तो बस्न दिनुहुन्थेन नि त कसैलाई पनि, त्यही भएर खासै धेरै ल्याएको त थिएन होइन। तर कहिलेकाहीँ 1-2 जना भेटिनुहुन्छ भने मैले थोरै चामलहरू चाहिँ घरबाट दिनको लागि भनेर ल्याएको थिएँ कि। अनि त्यो मेरो बुढाले दिनुभयो। अनि यसरी दिँदाखेरि चाहिँ मेरो बुढालाई चाहिँ अति राम्रो लाग्यो अरे कि। अर्को पटक चाहिँ अलि धेरै ल्याएर आउँछु अरे कि। अनि हाम्रो चाहिँ अब जस बिहानको कार्यक्रम यति नै हो। यो चाहिँ साँझ घरमा चाहिँ केक सेक कटिङ सबैजनाले अब गरौँ। बर्थडे हाम्रो बाहना मात्रै हो कि केक खाने चाहना हुन्छ हामीलाई। यति नै हो। थ्याङ्क यू।